दर्शकबिन गृहमन्त्री सुदन गुरुङ राजीनामा दिए यति बेला यो गृह मन्त्रालयबाट बाहिरिनु भएको छ। तपाईले दृश्यमा देखिरहनु भएको छ। दर्शकबिन गृहमन्त्री सुदन गुरुङ उहाँले गृह मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएपछि बेला गृह मन्त्रालयबाट बाहिरिनु भएको उहाँले हात जोडेर सञ्चारकर्मीहरूलाई अभिनन्दन गरिरहनु भएको छ भने यति बेला आफ्नै गाडी चढेर उहाँ यहाँबाट बाहिर गर्दै हुनुहुन्छ। दर्शकबिन केही समय अगाडि मात्र उहाँले राजीनामा दिनुभएको हो र उहाँको अहिलेसम्म राजीनामा पनि स्वीकृत नभइसकेको अवस्था छ भने यति बेला सुदन गुरुङ देख्छन् दर्शकबिन उहाँ यति बेला बाहिरिनु भएको छ। चैत 13 गते उहाँ जुन यो प्रधानमन्त्री नियुक्ति भइसकेपछि उहाँलाई गृहमन्त्रीका रूपमा बालेन शाहले गृहमन्त्रीका रूपमा नियुक्त गरेका थिए भने आज उहाँको शङ्कास्पद कारोबार देखिएपछि उहाँ चौतर्फी विवादमा तानिनु भएको थियो र चौतर्फी विवादमा तानिए पश्चात उहाँ आजबाट गृहमन्त्रीको रूपमा आफ्नो यो जिम्मेवारीबाट बाहिरिनु भएको छ। राजीनामा केही समय अगाडि राजीनामा बुझाउनु भएको उहाँ यति बेला गृह मन्त्रालयबाट बाहिरिनु भएको छ। दर्शकबिन